तैँले के रे यहाँबाट गयो त तँ गयो के रे भाइ के बस्छ बल्ल लुगा धोइसकिन्यौ त्यही माथि ढुङ्गो थिइन् तँ दिनमा लुगा पनि सुक्छ र त्यही माथि लुगा पनि हेर न नपाएर पुरानो लगाएको मान्छेहरूले देख्यो भने एकछिन भन्छ होला मलाई अब एकछिन यहाँ माथि गएर चाहिँ बस्नु पर्ला जस्तो छ पुरा ढाड दुख्ने लुगा धोको त्यो पनि अस्तिको वर्ष दुख्दै थियो लुगा आज यहाँ बस्नु पर्ला गलेको जस्तो पनि लाग्दैछ कि यहीँ बस्नु पर्यो म त तल जानु पर्यो डाँडामा पो यहाँबाट चाहिँ तर प्र्याक्टिस आउँछ भ्यू चाहिँ यो मैला गाउँ घर मैला बाउको कहाँ छ छोरा चाहिँ भाइ यहीँ हौ ए आइपुग्न आँटिसक्यो भन्दा होइन एकछिन बस्यौँ ल बस्यौँ नि त्यहाँ यस्तो कोल्ड ड्रिङ्क्सहरू ल्याउनु पर्छ नि हौ दोकानै बन्छ आज एकछिन यहाँ बस्छौँ ल बल्ल लुगा धोइसकेको त्यो पनि ट्र्याक लाउने बानी भएर फेरि घन्टा ट्र्याक पनि एउटा अब त्यो डबल हाफपेन्ट लगाइदिएको नआइदिएको तलसम्म अझै पुगेकै छैन नि हौ त त्यतिखेरको लुगा पनि हुनु पनि 1 वर्ष अगाडिदेखि नै थियो भरेको ओइ कहाँ थियो खोइ चिनिनौ को लाटा होला हौ मलाई त त्यसलाई को रहेछ अरे ओइ लाटा त्यसरी बोलाउँछ र कुकुर ओइ लाटा त्यसरी बोलाउँछ र कुकुर हौ फेरि तैँले तपाईँलाई भन्यो भने कुकुर अन्त ए भगवान कस्तो नगुनाहरू परेछ मसँग थ्यात्तेरिका दादा त्यसलाई बोलाएर छ परेछ ल हेरेर आइज ए यो परेछ त्यो है को ए त्यो परेछ के हो है त्यो त राम्रै कोइलाको परा जस्तै के अन्त तेरो बुढी यस्तो भएर बस्नु म अन्त तेरो बुढी यस्तो भएर बस्नु म फुर्के न फुर्के पछाडिबाट हेर्दा लाटा जस्तो अगाडि हेर्दा भिखारी जस्तो के हेर धम्किने त्यसको धम्की के भयो अहिले आज चाहिँ मेरो हातबाट यो निकै ठुलो पाप हुन्छ होला जस्तो लाग्दैछ है डर लाग्यो तैँले के रे यहाँबाट गइहाल त तैँले के रे यहाँबाट गइहाल त साला गइहाल नि यहाँबाट ल अहिले ठुलो कुरा नहो नि ल हुन्छ तँ चाहिँ के रे भाइ के बस्छ दुखिने हो आमा साला यो होला त म ढुङ्गाले पो दिनु पर्यो यहाँ ढुङ्गाले पो दिनु पर्यो म त उनीहरू त्यसै लाटा भने